रुकुमैकोटा रुकुमैकोटा आँखाले राम्रै हो छैन मनमा खोटा। धर्म भनेको एउटै हो, मान्छेको मनबाट आउनुपर्छ धर्म भने चाहिँ। ल हाम्रो फाइनली चाहिँ लोकल कुखुरा चट्ट पाइसक्यो होइन। साथीहरू सबैलाई नमस्कार, म निशान फेरि आइसकेको छु नयाँ आज भ्लग ल्याएर। आज चाहिँ हामी क्रिसमसको स्पेसल केही खाने कुराहरू बनाएर चाहिँ खाना लाग्छ। अब भिडियो चाहिँ स्टार्टिङ गर्दैछौँ है त। नमस्कार है, आज हामी चाहिँ विदेशमा गयो भने क्रिसमस मनाउँदैछौँ। देश अनुसारको भेष एउटा चाहिँ परिवेश हुनुपर्छ होइन। हामी चाहिँ अब मन आत्मा रोएर पनि मन खुसी भएर, आत्मा रोए नि मन खुसी भएर, किनभने हामी आफ्नो परिवार घर परिवार छोडेर परदेशमा आएका छौँ। अब यही नै हो खुसी भनेको। हामी हिन्दू भए पनि धर्मलाई उयो रेस्पेक्ट धर्म भनेको एउटै हो, मान्छेको मनबाट आउनुपर्छ धर्म भने चाहिँ होइन। तर खुसी रमाइलो लागेको छ। आज मैले साथीहरूकोमा भाइहरूकोमा आएर बसेर सेलिब्रेट गर्न पाइयो, खुसी लाग्यो। खानु बस्नु भने यस्तै हो, खाइरहेको कुरो रमाइलो चाहिँ छुट्टै हो। हाम्रो त्यता भुच्चड के छ भने के हो केही त भन यार। अब ढिलो पकाउँछु मैले। अर्को खै त अर्को लोकल खै त बिचरा भर्खर मरे यार। खै 5 मिनटमा काकेटेको बल्ल अब मर्दैछ। दुईटा लोकल भाले है। यो भाले होइन, यो बुढाबुढी हुन्। बुढाबुढी हो, यिनीहरूलाई नि अन्त्य गरेको आज हामीले होइन। सक्दियो के गर्नु होइन। भगवान्को नाममा भन्न मिल्दैन। खालि चाहिँ हामी चाहिँ मान्छे चाहिँ खास राक्षस हो नि। हामीले भगवान्को नाममा परमेश्वरको नाममा भन्छौँ। मान्छे त राक्षस हो। मान्छे राक्षस हो नि। भन्छ नि त्यसलाई ताप त्यो पानीमा डुबाउँछन् तेलमा हाल्छ भने यिनलाई हो कि मान्छेलाई होइन। ओए हामी पनि अर्कोचोटि यही होला पालो। हाम्रो होइन हामी मरेपछि क्या तातो पानीमा डुबाउँछन् क्या आगोमा जलाउँछन् भन्थे नि। हो यही होला। अरूलाई गर्ने भएर आफूले यस्तो हुन्छ भनेर डराएको नछोड्ने मलाई चाहिँ यस्तो रोमानियामा चाहिँ हामी क्रिसमस मनाउँदैछौँ। लोकल भाले काटेर अब यस्तै हो। स्रोत साधनले जति भ्याइन्छ त्यति छ। अब हाम्रोमा सबै कुरा उ छैन। अब यस्तै छ है। अब हाम्रो मासु चाहिँ रेडी भइसक्यो। मासुको लागि चट्ट लाएर यहाँ जे नेपाली पारामा लसुनहरू प्याजहरू तयार छ। यहाँ चाहिँ मसला छँदैछ होइन। यो चाहिँ क्रिसमसको जुस भन्छ यसलाई। के हो भ्यालेन्टाइन हो, अब लभ डेको लागि हो नि त आज। हाम्रो चाहिँ यो शीतन लभ डेको लागि हाम्रो यो पाकिरहेको छ। घरबेटी यहाँ हुनुहुन्छ होइन। यहाँ चाहिँ हाम्रो मेन सेफ, यहाँ चाहिँ सेफ पाहुना हुनुहुन्छ। सेफ फेरि एउटाले भने एउटा रिस होला, दुइटै सेफ हो फेरि। शुद्ध नेपाली तोरीको तेल। ल हाम्रो फाइनली चाहिँ लोकल कुखुरा चट्ट पाइसक्यो होइन। अब चाहिँ हामी खाने दाइ रेडी नाचेर एकचोटि देखिन् त। रुख स्पेसल ढिँडो बनाएर खुवाउँछु भन्नुभएको छ। के छ हजुरको बनाइ? नमस्कार, मेरो नाम चाहिँ राज हो। म चाहिँ निशान भाइको भ्लगमा बोल्न पाउँदा मलाई धेरै खुसी लागेको छ। आज चाहिँ हाम्रो क्रिसमस चाडपर्व नि हो र हाम्रो बिदा नि परेको, भाइ साथीहरूको बिदा परेको भएर हामी यसो ग्यादरिङ गरौँ भनेर हामी आज स्पेसल्ली चाहिँ लोकल कुखुराको मासु र हाम्रो चाहिँ यो मकैको ढिँडो बनाउने भनेर चाहिँ मैले लागिरहेको छु। अब यो चाहिँ बनाउन बाँकी छ। हामी चाहिँ आँखाले राम्रै हो छैन मनमा खोटा। आँखा नि राम्रै हो छैन मनमा खोटा। सबैलाई नमस्कार, सबैलाई जोरले नमस्कार। अब चाहिँ हाम्रो सक्यो रमाइलो गर्ने हो। यसपछि भिडियो पनि हुँदैन, त्यही भएर
यहाँको भाषा है लारे भित्रे भनेको। बाई बाई हो के बाई बाई लारे भित्रे भनेको नराम्रो सोच्नु बाई बाई गुड बाई ल फेरि पनि आएको दिनु भेटौँ ल अब चाहिँ हाम्रो इन्डिङ गरेर हामी चाहिँ अब बाहिर जानु लाग्यो घुम्न केही फ्रेस हुनुको लागि भन्दै दुई सबै टोन्जु सबैलाई देश विदेश हुने सबै नेपालीहरूलाई मेरी ह्याप्पी क्रिसमस सबैलाई नमस्कार सलाम जय नेपाल हाम्रो निशान भाइको युट्युब च्यानल युट्युबको नेम निशान भ्लग 4 निशान भ्लग 4 सब्सक्राइब गरिदिनु होला सेयर कमेन्ट कमेन्ट एभ्रिथिङ लाइक एभ्रिथिङ गरिदिएर बाई 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 नमस्ते बाई बाई फेरि नमस्ते नमस्ते बाई बाई चाओ चाओ